हेलो एभ्रिवान, सबैलाई नमस्ते। हामी चाहिँ लाग्यौँ सबै ग्रुप भएर बागा बिचतिर रमाउन। सो हामी पालो बिचभित्र पसिरहेछौँ अनि पछाडि दादा, ठुल्दादा, अङ्कल अनि मेरो सानीमा आउँदै हुनुहुन्छ। त्यहाँनिर क्यामेराम्यान चाहिँ कान्छो दादा। सो कान्छो दादा सबैलाई भन्दै हुनुहुन्छ हाई गर्नुहोस् भनेर। सो हामीले हाई गर्दै हिँड्दै आयौँ। अनि अर्को हामीहरू आफ्नो टिकट सो गराइरहेको छु, जुन कान्छो दादाले किनिदिनु भएको थियो त्यो प्याराग्लाइडिङको, जुन भिडियो मैले त्यो अर्को भिडियोमा नि अलिअलि सानो क्लिप गरेर राखेको छु। सो हामी चाहिँ खुसी भएर त्यो टिकट चाहिँ देखाइरहेको छु। अनि अर्कोतिर हामीलाई लिन बोट आइसकेको थियो, जुनमा दुइटै दिदीबहिनी हामी पालो चढिरहेछ। अनि त्यहाँ बोट चलाउने मान्छे चाहिँ चस्मा लगाएर हिरो भएछ। अनि त्यहाँबाट हामी दुइटै दिदीबहिनीले सिट पायौँ, जुन सिटमा बस्यौँ। अनि चढ्दाखेरि अलिअलि डर लागिरहेको थियो, त्यसपछि त्यति खासै नि लागेन। अनि त्यसपछि त्यहाँबाट त्यो बोट चलाउने मान्छेले टिकट मागिरहेको थियो। मेरो दादाले भन्दै हुन्थ्यो टिकट देखाऊ भनेर। सो त्यो मैले टिकट नि देखाएँ। अनि टिकट देखाइसकेपछि अझै मलाई नै दियो, त्यो खल्तीमा राखेँ मैले। अनि त्यहाँबाट चाहिँ बोट चाहिँ हिँड्यो। अनि त्यसपछि म दादा भाउजूले भिडियो बनाउँदै हुनुहुन्थ्यो, उहाँलाई म बाई गरिरहेको थिएँ। अनि त्यसपछि चाहिँ हामी समुद्रतिर लाग्यौँ। समुद्रतिर यो पहिलो भिडियो थियो जुनमा यस्तो डर लागिरहेको थियो, त्यो पुरै हामीले भिडियो चाहिँ बनाउन सकेनौँ। तैपनि त्यहाँ बोट यस्तो स्पिड थियो। अनि त्यहाँ स्पिड हुँदाहुँदै मेरो बहिनीलाई चाहिँ नक्कल देखाउनु परिरहेको थियो। ऊ चाहिँ चिटिक्क परेर हिरोइन भनेर बस्यो। अनि त्यसको चाहिँ भिडियो निकालेँ। जहाँनिर प्याराग्लाइडिङ हुन्छ त्यहाँनिर चाहिँ यसरी बोट जोड्दो रहेछ क्या। अनि त्यो जोड्दाखेरि यस्तो डर लाग्दो रहेछ। त्यहाँ चढ्यौँ। अनि चढिसकेपछि अलिअलि डर नै थियो, अलिअलि रमाउनु नै थियो। त्यही भएर हामी चाहिँ दिदीबहिनी मिलेर अलि नक्कल, अलि त्यो सात समुन्दर भन्ने त्यो चाहिँ हामी चाहिँ एक्टिङ गरेर अनि आफूलाई नि देखाएर, किनकि हाम्रो पहिलो ट्रिप हो नि त। पहिलो ट्रिपमा डर सँगसँगै रमाउनु नै पर्छ, त्यही रमाएर हिँड्ने हो। सो मनमा चाहिँ थियो डर के आगे जिते भने चाहिँ त्यस्तै भइरहेको थियो। अनि अर्कोचोटि चाहिँ आउन पाउँदैन, त्यही भएर चाहिँ योचोटि चाहिँ फुल रमाउनु पर्छ। अनि त्यहाँनिर मलाई बेल्ट लगाइदिइरहेको थियो त्यो प्याराग्लाइडिङ गर्ने मान्छेले। मलाई लास्टै डर लागिरहेको थियो। अनि त्यसपछि चाहिँ त्यहाँ चढ्यौँ। चढिसकेपछि प्यारासुटमा उडाइसकेपछि चाहिँ सुरुमा अलिअलि डर लागिरहेको थियो, बिचमा अलि डर लागिरहेको थियो। त्यसपछि चाहिँ माथि गएर क्या रमाइलो भइरहेको थियो। रमायौँ। जे होस्, लाइफमा पहिलोचोटि बाँचिराख्यो भने यस्तो चाहिँ देख्न पाउँदो रहेछ मान्छेले। सो म चाहिँ माथि आकाशमा चिल गरिरहेको थिएँ। तलदेखि बहिनीले भिडियो बनाइरहेको थियो नि त। अनि म त्यहाँ भनिरहेको थिएँ। त्यहाँदेखि चाहिँ म चाहिँ गीत गाइरहेको थिएँ। पंछी बनूं उड़ते फिरूं मस्त गगन में, आज मैं आजाद दुनिया की चमन। सो मैले गीत गाइरहेको छु। यो ट्राई मात्र हो, बिस्तारै गायिका बन्ने छु सायद। अनि त्यहाँदेखि मलाई ल्यान्ड गरायो। अनि ल्यान्ड गराउँदाखेरि चाहिँ कस्तो डर लाग्ने कि तल खुट्टा टेक्दाखेरि खुट्टा प्याट्ट हुन्छ कि भन्ने डर लागिरहेको थियो, तर त्यस्तो चाहिँ भएन। अनि त्यहाँदेखि रमाउँदै आएँ। तर त्यहाँको मान्छेले अलिक केयर धेरै गर्दो रहेछ। त्यहाँ म उभिँदाखेरि च्याप्प समातेर स्वाट्ट हात त्यहाँ छेउतिर लगाइदिएको थिएँ। अनि मलाई तल आउनलाई एकदम सजिलो भयो। बहिनीले सोधिरहेको थियो कस्तो भयो भनेर। अनि मैले रमाइलो चाहिँ। अनि बहिनीको पालोमा चाहिँ त्यो मान्छे मुर्दार कहाँदेखि आएछ भने बिचमा। अनि बहिनी चाहिँ माथि पुग्यो। अनि उसलाई चाहिँ फेरि म त अलि डराइरहेको थिएँ। ऊ त सायद 5% नि उसलाई डर लागेको थिएन, किनकि केटी च्याट्ट परेर गएको थियो। माथि पुग्यो। अनि माथिदेखि नि रमाइरहेको थियो। उसलाई त्यस्तो त्यो हल्ला गर्ने यस्तो केही थिएन। ऊ आफ्नै भित्री मनदेखि रमाइरहेको होला, किनकि ऊ अलि लजालु छ। म भने अलि छुच्चो छु सायद, तर छुच्चो नि भन्न मिल्दैन, अलि बोल्ने खालको छु। बहिनी चाहिँ बोल्ने नखालको छ। उसलाई नि 1 मिनट उडाएर अनि तल ल्याइदियो। तल ल्याउँदाखेरि चाहिँ त्यसपछि हामीले त्यस्तो भिडियो बनाउन पाएनौँ। अनि रिटर्न हुँदाखेरि चाहिँ बोटमा बस्यौँ नि त। अनि बसेर त्यो बोट चलाउँदाखेरि यस्तो स्पिड कुदाएको होइन भने त्यो पानी चाहिँ मुखमा परेर कस्तो नुनिलो हुने कि, नाकमा मुखमा पानी परेर कपाल त कक्रक्क परेको थियो समुद्रको पानीले। अनि हामी चाहिँ बिस्तारै भनौँ अनि त्यहाँ अलिअलि सिन निकालिरहेको थियौँ बहिनी र म। अनि त्यहाँ
किनारतिर पुग्यो अनि त्यहाँनिर अलि बागा बीच भन्ने त्यो बोर्ड नि देखाउनै पर्यो अनि त्यहाँदेखि बोर्डले हामीलाई तल त्यहाँ बालुवातिर भएको छेउतिर हामीलाई झारिदियो अनि त्यहाँदेखि हामी चाहिँ दुइटै बहिनी रमाउँदै दादा भाउजू भएको ठाउँतिर आएँ अनि त्यहाँबाट दादा भाउजूले भिडियो बनाउँदै हुनुहुन्थ्यो अनि चाहिँ दादा भाउजूलाई भन्छ किनकि दादा भाउजूले चाहिँ अङ्कल आन्टीबाट लुकेर चाहिँ हामीलाई टिकट किनिदिनु भएको थियो किनकि अङ्कल आन्टीलाई डर लागिरहेको थियो दुईवटा केटीहरू प्याराग्लाइडिङ गर्छ के हुन्छ कस्तो हुन्छ पानीको हो भन्छ सो हामी चाहिँ लुकेर गएको थियो नि त अनि त्यसपछि आएर पानीमा रमाउँदै हाँस्दै दुइटै बहिनी खै के दिमागमा आइरहेको थियो त्यति बेला अनि त्यसपछि छेउतिर आयौँ त्यहाँबाट दादा भाउजू हुनुहुन्थ्यो अनि दादा भाउजूलाई हामी दुइटै बहिनी मिलेर धन्यवाद गरौँ सो धन्यवाद भन्दै त्यहीँ रमायौँ सबैलाई बाई रुको रुको ऐसे नहीं शुरू से दिखाता हूँ